नमस्कार साथीहरू, हाम्रो च्यानलमा स्वागत छ। आजको भिडियोमा हामी माइक्रोसफ्ट वर्डको होम ट्याब भित्र रहेको सबै ग्रुप र तिनका महत्त्वपूर्ण सर्टकटको बारेमा सिक्नेछौँ। सो सुरु गरौँ। सबभन्दा पहिला हाम्रो रहेको छ क्लिपबोर्ड। यहाँ क्लिपबोर्डमा यहाँ हेर्न सक्नुहुन्छ हामीसँग छ पेस्ट, कट, कपी र फर्मेट पेन्टर। सबभन्दा पहिला हामीहरू कटको बारेमा जानौँ। कटको लागि सर्टकट की हो? हाम्रो सिम्पली कन्ट्रोल सबभन्दा पहिला टेक्स्ट सिलेक्ट गर्ने, त्यसपछि कन्ट्रोल प्लस एक्स प्रेस गर्ने अनि जुन ठाउँमा चाहियो भने त्यहाँ कन्ट्रोल प्लस बी गरेर पेस्ट गरिदिने। त्यस्तै हाम्रो अर्को रहेको छ कपी गर्ने। कपी गर्नलाई जुन टेक्स्टलाई कपी गर्नु छ त्यसलाई सिम्पली सिलेक्ट गर्ने अनि कन्ट्रोलको साथ सी भन्नाले कपी गर्ने अनि त्यहाँ जहाँ पेस्ट गर्नु छ त्यहाँ कन्ट्रोलको साथ भी गरेर हामीहरू पेस्ट गर्न। त्यस्तै हाम्रो अर्को रहेछ फर्मेट पेन्टर। फर्मेट पेन्टर भनेको कुनै पनि टेक्स्टको फर्मेटिङको पुरै स्टाइल कपी गरेर अर्को टेक्स्टमा लाग्ने। जस्तै मलाई यहाँ दलाई यदि बोल्ड गरिदिए अनि फर्मेट पेन्ट गर्दा यहाँ हेर्न सक्नुहुन्छ मलाई अनमा यसलाई पेस्ट गर्नु छ भने सिम्पली यहाँ अनमा क्लिक गर्दा हेर्न सक्नुहुन्छ अन पनि हाम्रो बोल्ड भइसक्यो। क्लिपबोर्डले टेक्स्टको कट, कपी र पेस्ट गर्न मद्दत गर्छ। कन्ट्रोल एक्सले कट, कन्ट्रोल सीले कपी र कन्ट्रोल भीले पेस्ट गर्दछन्।